बजेट हो यो भने दलित जागरणको दलितलाई किन जागरण गर्नु पर्यो? हामीलाई मान्छे बन्न दिउँ हामी भनिरहेका छौँ। मान्छेलाई मान्छे नदेख्ने त्यो बाहुन क्षेत्रलाई मान्छे बनाउने कि हामीले मान्छे बनाउने? यो महान सोचलाई सलाम छ खोर्नु सुनाज्यू, छोडिदिनुहोस् यो खुरापाती राजनीति गर्न, जातीय विभेदको ढिन्डौरा पिटेर मागी खाने राजनीति गर्न बन्द गरिदिनुहोस्। तपाईँ जस्ता अवसरवादीहरूले दलितलाई हेपेको चेपेको अहिले भन्नुहुन्छ, हामीलाई क्षेत्री बाहुनले हेपे चेपे भन्नुहुन्छ। जमानादेखि दलित आयोग र सङ्गठन खुलेको हो त। तपाईँ जस्ता अवसरवादीहरूले यिनीहरूलाई बाटाटाटा हुन दिनुहुन्न, शिक्षा दीक्षा दिनुहुन्न। यिनीहरू बाटाटाटा भयो भने हामी जातै बजाएर खान पाउनौँ भनेर वञ्चित गरेको तपाईँहरूले अहिले भन्नुहुन्छ क्षेत्री बाहुनले हामीलाई हेपे चेपे भन्नुहुन्छ, जातपातका कुरा गर्नुहुन्छ। 21औं शताब्दीमा आएर तपाईँ आउनु सबैलाई एउटै जाति बनाऊ, कि क्षेत्री बनाऊ, कि कामी बनाऊ, कि दमाई बनाऊ, कि बाहुन बनाऊ, ल सबैलाई बाहुन बनाइदिउँ ल भन्नुहोस्। त्यसपछि के हुन्छ? सबै बाहुन भयो भने हाम्रो नेपालमा के हुन्छ त्यसपछि? सबै गरिब दलितहरू सम्पन्न हुन्छन्, सुखी हुन्छन्, शिक्षित हुन्छन्। तपाईँले सोच बदल्नु, सोच। दलितभन्दा नि झन् तल्लो स्तरमा गुज्रेर बाँचिरहेका छन् क्षेत्री बाहुनहरू। तपाईँ दलितलाई खोइ होइन गरिबलाई खोइ भन्नुहोस् न, तपाईँका साथमा सारा जनता आउँछन्। तपाईँको सोच नै निच छ, तपाईँको दिमाग नै जातवादभन्दा अर्को। छोडिदिनु सोझा साझा दलितहरूलाई झुटो आश्वासन दिएर खुरापाती राजनीति गर्न। अहिलेसम्म इतिहास साँची छ, कुनै पनि धनी र सम्पन्न दलित हेपिएर चेपिएको छैन। बोल्नु भने जो पनि हेपिएर चेपिएको छ गरिब नै चेपिएको छ, चाहे त्यो दलित होस् चाहे क्षेत्री बाहुन होस्। होइन भने अस्ति भर्खर तपाईँलाई पनि मुद्दा लागेका होइनन् दुई जिल्लामा? त्यो ठाउँमा एउटा अहिले गरिब भइदिएको भए, पावर र पहुँच नभएको मान्छे हुन्थ्यो भने एउटा न एउटा जिल्ला लिएर कोचिसक्थ्यो। बुझ्नुभयो नि? तपाईँसँग अहिले पावर र पहुँच पुगिसक्यो, अब तपाईँलाई कोहीले छुन र रोक्न सक्दैन, छेक्न सक्दैन। यसैले जातीय विभेदका कुरा नगर्नुहोस्। गाउँघरमा मिलिजुली बसेका ऐचो पैँचो गरेर खाएका दाजुभाइ दिदीबहिनीहरू लडाउने काम नगर्नुहोस्। सक्नुहुन्छ समग्र सोच र शिक्षा बदलौँ। गरिब दलित होइन गरिबलाई खै भन्ने नाराका साथ सबै मिलिजुली अगाडि बढौँ, एउटा परिवर्तन गरौँ।